केपी ओली जाँचबुझ आयोगमा बयान दिन नजाने रे? सुन्दैमा लाग्छ यो देश गणतन्त्र होइन, ओली तन्त्र हो कि क्या हो? ए ओली, त को होस्? संविधानभन्दा माथि? कानुनभन्दा ठुलो? कि जनताको रगत आँसुभन्दा पनि शक्तिशाली? यो देशमा गरिबले अदालत धाउँछ, किसानले आयोग धाउँछ, कर्मचारीले बयान दिन धाउँछ, तर प्रधानमन्त्री भइसकेको मान्छे म जान्नौ भनेर टार्न पाउँछ? कुन ऐनमा लेखिएको छ यस्तो? कुन संविधानमा छ केपी ओली आयोग जानु पर्दैन भनेर? यदि जाँचबुझ आयोग नमान्ने हो भने त्यो आयोग किन बनाइयो? पीडित किन रोए? 23 जनाको मृत्यु मजाक थियो? सत्ता सकियो भने नेता तनी नागरिक होस् भन्ने कुरा तँलाई किन यति अपच भयो ओली? राजा हटाएर गणतन्त्र ल्याएको देशमा फेरि अर्को राजा जन्माउन खोज्दैछस्। आज आयोग भाग्ने नेता भोलि इतिहासबाट भाग्न सक्दैन। आज बयान नदिने ओली भोलि जनताको अदालतबाट बस्न सक्दैन। हामीलाई थाहा छ सत्यसम्म डर लाग्छ, त्यसैले आयोग डर लाग्छ, त्यसैले बयान ढाडिन्छ। सुन ओली, यो देश तेरो बपौती होइन, यो जनता मूर्ख होइनन् र इतिहास कसैलाई माफ गर्दैन। कानुन नमान्ने नेता अपराधी, आयोग नमान्ने सत्ता तानाशाही, गणतन्त्रमा राजा बन्ने सपना दिवा स्वप्न। अन्तिम प्रश्न अझै उही छ, केपी ओली त नेता होस् कि राजा?